घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो, सरकारले दिइहाल्थ्यो पैसा। घरमा बस्ने मान्छे नै होइन कि, म त वनमा बस्ने मान्छे हो। क्या बात कर रहे हैं? आउँदो 84 सालको चुनावमा तपाईँ सांसद हुने या चुनाव लड्ने नेता बन्ने हो? त्यो थाहा छैन। महावीर पुन नाम चाहिँ कसले राखिदियो तपाईँलाई? त्यो पनि लेखा छ यहाँ। ओलीजीले भनिसक्नुभयो यो सरकारले उहाँले त दाउ थाउनु भएको छ के, उहाँ के दाउ थाउनु भएको छ भने चुनाव भएन भने संसद चाहिँ पुनर्स्थापना हुन्छ अनि हाम्रो दाउ पर्छ भनेर दाउ थाउनु भएको। पर्ने अभिनेता कोही छन् तपाईँलाई? छैन के, अरे यार त्यस्तो कुराहरू केही पनि छैन। ल छोड अरू कुराहरू। अनि अब तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त। अब तपाईँ गाड पनि नचाहिने तपाईँ। 70 वर्षसम्म बिना गाडी हिँड्यो भने जब त्यो 6 महिनालाई नहिँड्नेमा केही फरक पर्दैन क्या। आप कहाँ के ज्ञानी बाबा?